हेलो एभ्रिवान, आज हामीले ब्रिटिश आर्मीको म्याथको सबै किसिमको क्वेसनहरू सल्भ गर्नको लागि चाहिने डिफ्रेन्ट टाइप्सको डिभिजनहरू छलफल गर्नेछौँ र सबैभन्दा पहिले क्वेसनहरू सल्भ गर्नको लागि डिभाइड मल्टिप्लाई चाहिँ कम्पलसरी जान्नै पर्ने हुन्छ। पहिलो कुरो 1 देखि 10 सम्मको मल्टिप्लाई सबै जान्नै पर्छ र 13, 17, 19 चाहिँ यो पनि जानिराख्नुपर्छ। ब्रिटिश आर्मीको म्याथमा पढ्नै पर्ने कोर च्याप्टरहरू भनेको यो 13 वटा हो। स्पिड, डिस्टेन्स एन्ड टाइम योबाट त कम्पलसरी आउँछ, अनि कन्भर्जन यिनीहरू सबै भयो र लास्टमा गराफबाट चाहिँ 2 मार्क्सको आउँछ। यसरी चाहिँ म्याथमा टोटल 15 मार्क्सको आउँछ र डिभाइड जान्नै पर्ने हुन्छ। डिभाइड बिना हामीले क्वेसनहरू सल्भ गर्नै सक्दैनौँ। त्यही भएर आज हामीले डिभिजनको बारेमा छलफल गर्नेछौँ। डिभिजन हामीले नर्मलदेखि हार्ड सबै किसिमको छलफल गर्नेछौँ। नर्मलबाट सुरु गरौँ। जस्तै 5 to 5 डिभाइड 5 यस्तो कन्डिसनमा काट्न जान्नुपर्छ हामीले। जस्तै 5 छ भने तल पनि 5 ले नै काट्नु पर्यो र माथि पनि 5 ले नै काट्नुपर्छ। यसको लागि 5 1 जा 5, 5 1 जा 5, अनि बीचमा चाहिँ हामीले एउटा 0 थप्नु पर्ने हुन्छ, किनभने यहाँनिर 5 भएको भए हामीले 5 1 जा 5 गराउँथ्यौँ, तर 2 वटा छ। यसरी बीचमा 2 वटालाई मात्र कट्ने भयो भने चाहिँ हामीले एउटा 0 थप्नु पर्ने हुन्छ, बल्ल 2 वटालाई काट्न पाइन्छ। 5 5 जा 25 र एउटा भएपछि चाहिँ 0 थप्नु पर्दैन। ओके, सो 5 1 जा 5 भनेपछि हाम्रो एन्सर 1 0 5 1 हुने भयो। अनि नेक्स्ट जस्तै यो बीचमा 2 वटा आयो भने त 0 थप्नुपर्छ, तर आएन भने फर इक्जाम्पल 2 5 5 5 डिभाइड 5 यस्तो आयो भने 5 1 जा 5। जस्तै सुरुमा चाहिँ 2 वटा आयो भने चाहिँ हामीले 0 थप्नु पर्दैन। सुरुमा चाहिँ 2 वटालाई डाइरेक्टली काट्न पाइन्छ। 5 5 जा 25, यसरी एउटा मात्र आयो भने चाहिँ 0 नथपेर पनि काट्न पाइन्छ। 5 1 जा 5, 5 1 जा 5 भनेपछि हाम्रो एन्सर 511 हुने भयो। ओके, यो चाहिँ नर्मल भयो। जस्तै तलबाट 10 आयो भने डेसिमल थप्नु पर्ने हुन्छ। जस्तै 2 2 5 4 1 डिभाइड बाई 10। यो चाहिँ जस्तै हामीले तलबाट यसरी 0 10 100 1000 यसरी आयो भने चाहिँ हामीले नकाटेर के गर्न सक्छौँ भने यो यस्तो बेला चाहिँ जस्तै 0 एउटा मात्र छ भने, जस्तै यहाँ 20 भएको भए चाहिँ काट्नै पर्ने हुन्थ्यो, तर 10 भयो भने चाहिँ एउटा 0 छ भने पछाडिबाट अगाडितिर गर्ने है त। जस्तै 0 एउटा छ भनेपछि एउटा डेसिमल भन्दा पछाडि एउटा नम्बर हुनु पर्यो भन्न खोजे हो। जस्तै डेसिमल यहाँनिर राख्यौँ भने पछाडि एउटा नम्बर मात्र हुन्छ नि त। जस्तै 100 भयो भने 4 को अगाडि राख्नुपर्छ, 2 वटा 0 भन्नु डेसिमल भन्दा पछाडि 2 वटा राख्नुपर्ने हुन्छ नम्बर। त्यही भएर यहाँनिर चाहिँ 2 2 5 4 र डेसिमल भन्दा पछाडि एउटा मात्रै नम्बर हुनुपर्छ हैन। त्यही भएर 2254.1 यहाँ 0 एउटा छ, त्यही भएर डेसिमल पछि एउटा हुनुपर्छ। जस्तै यो त एउटा भयो, जस्तै 2 वटा भयो भने यही क्वेसन कपी गरौँ। 541 डिभाइड बाई 100। जस्तै यस्तो भयो भने 2 वटा 0 छ, यस्तो बेला चाहिँ हामीले डेसिमल भन्दा पछाडि 2 वटा नम्बर राख्नुपर्ने हुन्छ है त। 225.41 यहाँनिर चाहिँ डेसिमल भन्दा पछाडि 2 वटा नम्बर छ। अब जस्तै यो 2 वटा एउटा भयो, जस्तै 4 वटा भयो भने चाहिँ के हुन्छ 22541 डिभाइड 1 2 3 4 यस्तो भयो भने चाहिँ डेसिमल भन्दा पछाडि 4 वटा नम्बर राख्नुपर्ने हुन्छ। यहाँ कतिवटा छ 1 2 3 4 भनेपछि 1 2 3 4 2.2541 यो डेसिमल पछि कतिवटा नम्बर छ 1 2 3 4 4 वटा नम्बर छ हो। यसरी राख्ने भने यो चाहिँ
जस्तै यो चाहिँ माथि धेरै नम्बर तल चाहिँ थोरै भयो। जस्तै 2/1000 भयो भने के हुन्छ त डेसिमल भन्दा पछाडि 3वटा नम्बर हुनु पर्यो। तर यहाँ त कतिवटा छ, एउटा मात्र छ। यस्तो बेला चाहिँ हामीले 0 पोइन्ट, अब 3वटा चाहियो हामीलाई चाहिँ पोइन्ट भन्दा पछाडि, त्यसको लागि चाहिँ यहाँ एउटा छ, तर 2वटा अझै पुर्याउनु पर्यो 3वटा हुनको लागि। त्यही भएर 2वटा 0 थप्छौँ, 2वटा भयो र यो एउटा 2 हो। यसरी हुन्छ। जस्तै 12/10,000 भयो भने यस्तो बेला कतिवटा हुनु पर्यो डेसिमल भन्दा पछाडि? 1 2 3 4, 4वटा 0 छ। यस्तो बेला चाहिँ पोइन्ट भन्दा पछाडि 4वटा नम्बर हुनु पर्यो हैन। त्यसको लागि चाहिँ 0.4वटा भनेपछि यहाँ 2वटा छ, 1 2वटा थप्नु पर्यो अनि यो 2वटा हो। यसरी हुन्छ। जस्तै यहाँ 2/20 यस्तो भयो भने चाहिँ फेरि यो एउटा 0 छ भन्नेमा फेरि 0.2 यस्तो गराउने होइन। यो जस्तै 1 मात्रै भयो भने पछाडि 0हरू छ भने यस्तो बेला मात्र यस्तो गर्ने होइन। तर 2/20 30 यस्तो छ भने चाहिँ काट्नै पर्ने हुन्छ। यस्तो बेला चाहिँ जस्तै 2ले कट्छ नि त 2वटाले हैन। 2 1 जा 2, 2 10 जा 20 हो। बल्ल आयो अब बरु 1/10 भयो हैन। भनेपछि 0 एउटा डेसिमल भन्दा पछाडि कतिवटा नम्बर हुनु पर्यो? एउटा, भनेपछि 0.1 हो। यस्तो हुन्छ। यो इजी भयो हैन। जस्तै 2 अलरेडी माथि नै डेसिमल भयो भने के हुन्छ त? जस्तै 2254.1 / 10 भयो भने के हुन्छ? अघि त यहाँ माथि डेसिमल थिएन, सजिलो भयो यो डेसिमल राख्न हैन। तर अहिले त अलरेडी नै डेसिमल छ। यस्तो बेला चाहिँ जुन यो डेसिमल हुन्छ, डेसिमल भन्दा पछाडिको नम्बरलाई चाहिँ नहेर्ने हैन। यस्तो बेला चाहिँ डेसिमल भन्दा अगाडिको नम्बरले मात्र हेर्ने। यस्तो बेला चाहिँ यो डेसिमल भन्दा पछाडिको नम्बरलाई बिर्सिदिने हैन। बिर्स्यो भने एउटा मात्र छ, यसको मतलब डेसिमल भन्दा पछाडि एउटा नम्बर हुनुपर्छ भन्न खोज्या हो। यो 4 हो, एउटा मात्र नम्बर लास्टमा हैन। 225.4 जस्तै यो 0.1 नभएको भए हामीले 0 पछाडि एउटा मात्र नम्बर हुन्थ्यो, त्यही भएर 4 एउटा राख्थ्यौँ। तर यहाँ पोइन्ट पछाडि 1 जुन हुन्छ पोइन्ट भन्दा पछाडि, त्यसलाई पनि यहाँ एक्जिस्ट गर्नुपर्ने हुन्छ। त्यही भएर 225.41 हुने भयो। अर्को इक्जाम्पल लिउँ। 2267.3 डिभाइड 100 भयो भने के हुन्छ त? यस्तो भयो भने चाहिँ 2वटा 0 छ, मतलब डेसिमल भन्दा पछाडि 2वटा नम्बर हुनु पर्यो हैन। तर यहाँ अलरेडी डेसिमल छ, डेसिमल भन्दा पछाडिकोलाई बिर्सिने भनिरहेको छु मैले हैन। भनेपछि डेसिमल भन्दा पछाडि 2वटा हुनु पर्यो। भनेपछि यो बिर्सिने एकछिनको लागि डेसिमल भएपछि 1 2 2वटाको अगाडि पोइन्ट राख्छौँ हामीले। 2.67 0.3 नभएको भए हामीले यतिकैमा एन्सर छोडिदिन्थ्यौँ। तर 0.3 पछाडिको जुन हुन्छ यसलाई पनि एक्जिस्ट गर्नुपर्छ। यस्तो हुने भयो। जस्तै अर्को इक्जाम्पल लिउँ। 26435.678 डिभाइड बाई 1 2 10,000। यस्तो बेला चाहिँ हामीले अब डेसिमल भन्दा पछाडिकोलाई बिर्सिनुपर्छ हैन। यो बिर्स्यौँ भने यो 1 2 3वटा 0 छ, यसको मतलब डेसिमल भन्दा पछाडि 3वटा नम्बर हुनु पर्यो। त्यही भएर 1 2 3 यसको अगाडि 0 पोइन्ट राख्छौँ हामीले। भनेपछि 26.435 र पोइन्ट भन्दा पछाडि यसलाई पनि राख्नुपर्छ 6 7 8 हो। यसरी गर्न सकिन्छ डेसिमल आयो भने चाहिँ। र अर्को कुरो जस्तै माथि यिनीहरू त सबै माथि ठुलो तल सानो नम्बर थियो, सजिलो भयो। तर माथि सानो तलबाट ठुलो भयो भने के हुन्छ फेरि? यस्तो भयो भने चाहिँ जस्तै यहाँ तल त 2ले कट्ला, तर माथि 2ले त कट्दैन फेरि। यस्तो बेला चाहिँ
0 थप्यौँ भने पोइन्ट थपेर यहाँ एउटा 0 थप्न पाइन्छ भनेपछि 0 थप्यौँ भने यहाँ पोइन्ट थपेर एउटा 0 थप्न पाइन्छ हैन 0 पोइन्ट अब यो यहाँ एउटा 0 भयो भने कति हुने भयो 10 हुने भयो अब 10 भयो भने 2 5 जा 10 हो यसरी इजी गर्ने भयो हैन यो एउटा एक्जाम्पल भयो जस्तै 2 डिभाइड बाइ 5 2 डिभाइड बाइ 5 भयो भने माथि 2 ले कट्ला तर तल 2 ले कट्दैन फेरि तल 5 ले कट्ला तर माथि 5 ले कट्दैन यस्तोलाई चाहिँ 5 1 जा 5 अनि माथि पनि 5 ले काट्नु पर्यो भने चाहिँ 0 थप्ने र पोइन्ट थपेर बल्ल एउटा 0 थप्न पाइन्छ हैन यहाँ एउटा 0 थप्यो भने कति हुन्छ 20 हुन्छ भनेपछि 5 1 जा 5 माथि कति हुने भयो 5 4 जा 20 भनेपछि 0.4 आन्सर हुने भयो अर्को एक्जाम्पल लिम फेरि जस्तै 15 बाइ 25 भयो भने यहाँ चाहिँ 5 ले कटिराछ 5 3 जा 15 5 5 जा 25 3 बाइ 5 हुने भयो अब फेरि माथि सानो तल ठुलो भयो फेरि 3 ले माथि मात्र कट्छ तल कट्दैन अथवा 5 ले तल कट्छ माथि कट्दैन यस्तोलाई चाहिँ तलकोले काट्ने 5 1 जा 5 0 थपेर पोइन्ट थपेर यसको पछाडि 0 थप्न पाइन्छ हैन 30 भयो भने यहाँ एउटा 0 थप्यो भने कति हुन्छ 30 हुन्छ भनेपछि 5 1 जा 5 यो भइसक्यो माथि 5 6 जा 30 भनेपछि 0.6 आन्सर हुने भयो सजिलो छ जस्तै यो चाहिँ काटेर गरिम तर हामीले सानैदेखि गर्दै आएको आइडियाले नै गरौँ हैन जस्तै 1 लाई 2 ले गर्नु पर्यो भने 2 ले 1 लाई त कट्दैन एउटा 0 थप्यौँ भने पोइन्ट थप्न पाइन्छ पोइन्ट थपेपछि यहाँ एउटा 0 थप्न पाइनु भयो हैन 0 हुने भयो अब 2 5 जा 10 हो यसरी गरे यो चाहिँ जस्तै यो 2 डिभाइड बाइ 5 लाइन गरौँ न त जस्तै यहाँ चाहिँ सरी 5 ले 2 लाई गरौँ हैन जस्तै 5 ले 2 लाई त मल्टिपल डिभाइड हुँदैन यस्तोलाई चाहिँ 0 थपेर पोइन्ट थप्छौं अनि पोइन्ट थप्यौँ भने 0 एउटा थप्न पाइयो यहाँ 5 4 जा 20 0.4 आन्सर हुने भयो हैन हो यसरी पनि गर्न सकिन्छ अथवा यसरी गर्न सक्यो अथवा यसरी आफूले जस्तो सजिलो लाग्छ त्यही अनुसार गर्नु होला हैन अनि अर्को यो भयो अनि अर्को चाहिँ हामीलाई चाहिँ क्रस मल्टिप्लाई गर्ने पनि आउँछ के हैन जस्तै a बाइ b इक्वल टु c डिभाइड d यस्तो बेला चाहिँ कसरी मल्टिप्लाई गर्नु त बराबर भन्दा डिभाइडमा छ भने बराबरदेखि गुणा जाँदा चाहिँ मल्टिप्लाई भएर जान्छ यो कुरो पहिले जान्नुपर्छ ओके यस्तो बेला चाहिँ के हुन्छ यसको यो a को a भयो यो d डिभाइडमा छ नि त हैन बराबर भन्दा उता जाँदा चाहिँ मल्टिप्लाई भएर जान्छ a मल्टिप्लाई d इक्वल टु अब यो b उता जाँदा चाहिँ के हुन्छ मल्टिप्लाई भएर जान्छ भनेपछि हो यसरी गर्न सकिन्छ फर एक्जाम्पल 5 डिभाइड 2 इक्वल टु 3 डिभाइड 9 यस्तो बेला चाहिँ 5 को 5 हुने भयो 9 डिभाइडमा छ उता मल्टिप्लाई हुन्छ हैन बराबरदेखि उता जाँदा चाहिँ मल्टिप्लाई 9 इक्वल टु 3 को 3 हुने भयो मल्टिप्लाई 2 डिभाइडदेखि उता जाँदा के हुन्छ मल्टिप्लाई हुन्छ भनेपछि हो यसरी गर्न सकिन्छ यो त मैले एक्जाम्पल त्यतिक दिए जस्तै फाइन्ड x भन्ने आउँछ हैन x बाइ 2 इक्वल टु यस्तो भयो भने चाहिँ जस्तै क्रस हुन्छ नि त हैन x मल्टिप्लाई यो क्रस मल्टिप्लाई गर्नुपर्छ हैन 2 डिभाइड गरेर यता जाँदा के हुन्छ मल्टिप्लाई हुन्छ 2 बराबर 3 उता जाँदा मल्टिप्लाई हुने भयो 2 6 भनेपछि x मल्टिप्लाई 2 इक्वल टु 6 अनि x 6 अनि डिभाइडमा छ भने उता जाँदा चाहिँ मल्टिप्लाई भएर जान्छ र मल्टिप्लाई चाहिँ बराबरी उता चाहिँ
उता जाँदा चाहिँ डिभाइड भएर जान्छ, यो कुरो चाहिँ जान्नुपर्छ है त। x इक्वल टु 6, यो मल्टिप्लाई 2 चाहिँ उता जाँदा चाहिँ डिभाइड भएर जान्छ 2 भनेपछि 2 3 जा 6 हो, यसरी हुने भयो। र अर्को कुरो चाहिँ जस्तै एउटा कुन फर्ममा लेख्नु होला भन्दा चाहिँ 4 1/2 2 3/4 यस्तो फर्ममा लेख्नु होला हैन। यो चाहिँ कसरी सल्भ गर्नु त? सजिलो छ, इजिली जान्ने छौँ यो पनि। जस्तै इक्जाम्पल यही लिउँ हैन, 4 1/2 यस्तो बेला चाहिँ फर्स्टमा चाहिँ यो साइडको र तलकोलाई मल्टिप्लाई गर्नुपर्छ। 4 मल्टिप्लाई गरेपछि 4 2 जा 8 हुने भयो। अब यो जुन एन्सर आउँछ यो एन्सरमा चाहिँ जुन माथिको हुन्छ त्यो 8 गर्नुपर्छ 1 भनेपछि 9 भनेपछि माथि चाहिँ 9 हुन्छ र तल चाहिँ जुन नम्बर हुन्छ त्यही नै हुन्छ हो। यसरी 2 1 जा 2 2 4 जा 8 र 1 बच्यो। अब 1 भनेपछि पोइन्ट थप्छौँ, यहाँ 0 हुने भयो। 2 5 जा 10 भनेपछि 4.5 एन्सर। अर्को इक्जाम्पल लिउँ, जस्तै 2 6/2 यस्तो आयो भने चाहिँ के हुन्छ, पहिले साइडको र तलबाटको मल्टिप्लाई गर्ने। 2 मल्टिप्लाई 2 कति हुन्छ, यो 2 र तलबाटको 2 4 हुन्छ र यसमा माथिको जुन हुन्छ त्यसलाई 8 गरिदिने भनेपछि माथि के छ 6 भनेपछि 6 + 4 10। यो जुन 10 आयो, अब यसलाई चाहिँ हामीले माथि लेख्छौँ हैन, 10 भयो डिभाइड तल जुन हुन्छ त्यही नै लेख्छौँ भनेपछि 5 एन्सर हुने भयो। अनि जस्तै कुनै बेला त हामीले एन्सर पोइन्टमा नलेख्नु पर्ने हुन्छ हैन, त्यस्तो बेला फेरि हामीले यस्तै एन्सरमा लेख्नु पर्ने हुन्छ। जस्तै यो कस्तो बेला लेख्नु पर्ने हुन्छ भनेपछि जस्तै डेहरुमा, मतलब टाइम तिनीहरुमा आउँछ नि त। जस्तै डेहरु त 17.4 यस्तो डेमा लेख्नु पाइदैन, त्यस्तो बेला चाहिँ हामीले हो यस्तै फर्ममा लेख्नु पर्ने हुन्छ एन्सर। जस्तै 2 6/2 डेज हो, यसरी एन्सर लेख्नु पर्ने हुन्छ। अब जस्तै 17/2 यसलाई चाहिँ यस्तो फर्ममा कसरी लग्ने, यसको लागि चाहिँ सबैभन्दा पहिले 2 डिभाइड, यो जतिले डिभाइड जान्छ सबैभन्दा पहिले चाहिँ त्यो गरिहाल्नुपर्छ। जस्तै 2 8 जा 16, अब कति बच्यो 1 बच्यो हैन 17 हुनको लागि, र त्यो जुन बचेको हुन्छ त्यसलाई माथि लेख्ने 1, तलबाट यो जुन हुन्छ त्यही नै लेख्ने भनेपछि 8 1/2 हुने भयो। जस्तै 19/9 भयो भने यसको एन्सर त कति हुन्छ, जस्तै 9 2 जा 18 हुने भयो। अनि 1 बच्यो, 1 मा पोइन्ट थपेपछि 0 हुने भयो भनेपछि 9 1 जा 9 9 1 1 1 यसरी एन्सर आउँछ। तर यस्तो पोइन्टमा त लेख्न पाइँदैन फेरि यो डेजको एन्सर। यस्तो बेला यहीमै लग्नको लागि, यस्तो फर्ममा लग्नको लागि तलबाट जुन हुन्छ त्यसलाई लेखिहाल्ने पहिले। अब 19 मा जाने मल्टिप्लाई जाने भनेको 9 2 जा 18 र 1 बच्यो 19 हुनको लागि 1 चाहिँ माथि लेख्छौँ, एन्सर यो हुने भयो। अथवा यो फर्मदेखि नै लग्न सकिन्छ यस्तो फर्ममा, अथवा 19/9 यस्तो भयो भने 9 2 जा 18, यसरी चाहिँ अलि सजिलो हुन्छ जस्तो लाग्छ है मलाई। 9 2 जा 18, 19 बाट 18 घट्यो भने 1 हुन्छ हैन। अब यस्तो बेला यस्तो फर्ममा कसरी लेख्ने, त्यो चाहिँ जुन एन्सर आउँछ मुनि लास्टमा त्यसलाई चाहिँ 1 माथि लेख्ने डिभाइड बाइ यो जुनले डिभाइड गरे हुन्छौँ त्यसलाई चाहिँ तल साइडमा लेख्ने, सरी तल लेख्ने 1 डिभाइड बाइ 9, अनि यो जुन यो हुन्छ यसलाई चाहिँ हामीले साइडमा लेख्छौँ।
भने पछाडि यसरी पनि लेख्न सकिन्छ। अनि यसैलाई लेखौँ, जस्तै 17 लाई 2 ले डिभाइड गर्यौं भने 2 8 जा 16, 17 बाट 16 घट्यो भने 1 हुने भयो। यस्तो बेला चाहिँ जुन एन्सर आउँछ त्यसलाई माथि लेख्ने र 1 यो जुनले मल्टिप्लाई गरे हुन्छ त्यसलाई चाहिँ 2 ले लेख्ने र यसलाई चाहिँ साइडमा लेख्ने हो। यसरी गर्न सकिन्छ। सो म्याथमा चाहिँ लगभग यो मैले सिकाएको जति सबै जान्यौं भने चाहिँ यो बीए को म्याथको जुनसुकै क्वेसन सल्भ गर्न सकिन्छ। म्याथमा चाहिँ कोर कुरो भनेको नै डिभाइड हो। डिभाइड नजानेर क्वेसनहरु सल्भ गर्न सकिँदैन। क्वेसनहरु इजी हुन्छ तर डिभाइडमा ख्याल गर्नुपर्छ। र मैले तपाईहरुको लागि क्वेसनहरु पनि रेडी पारेको छु। यो क्वेसन सल्भ गर्नु होला। एन्सर चाहिँ कमेन्टमा लेखिदिनु होला है त।